नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानलमा। आजको यो भिडियोमा हामी कुरा गर्नेछौँ प्रभु क्यापिटलद्वारा ल्याइएको नयाँ आइपिओ प्रभु सिस्टमैटिक स्किमको बारेमा। र अब लागु विषयवस्तुतिर। प्रभु सिस्टमैटिक स्किम एक खुला प्रकारको म्युचुअल फन्ड योजना हो जुन प्रभु क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिनेछ। यो योजना नेप्सेमा सूचीकृत हुनेछ र यसको मुख्य उद्देश्य लामो अवधिको लगानी मार्फत लगानीकर्तालाई स्थायी प्रतिफल दिनु हो। आइपिओ आज जेठ 23 गते खुलेको छ भने यसको अन्तिम अवधि रहेको छ जेठ 27 गते। यसको कुल इकाइको कुरा गर्ने हो भने, कुल किताको कुरा गर्ने हो भने तपाईले कम्तीमा 100 कितादेखि 31 लाख कितासम्म आवेदन दिन सक्नुहुन्छ भने एक किताको दर 10 रुपैयाँ रहेको छ भने कम्तीमा 100 किता यानी तपाईले कम्तीमा 1000 रुपैयाँ लगानी गर्नुपर्छ यो आइपिओ भर्नलाई। यो योजना दीर्घकालीन सोच भएका लगानीकर्ताका लागि उपयुक्त हुन्छ। यदि तपाई पनि दीर्घकालीन सोच राखेर भर्दै हुनुहुन्छ भने ठीक छ। लङ टर्मका लागि इन्भेस्ट गर्नु सोच्नु भइरहेको छ भने एकदम ठीक छ। हैन भने यो आइपिओ नभर्दा पनि हुन्छ। एज पर माई सजेसन। यो एक प्रकारको ओपन एन्डेड म्युचुअल फन्ड हो। मतलब तपाईले यसको शेयर हात पार्नु भयो भने आइपिओ जस्तै बेच्न सक्नुहुन्छ र शेयर मार्केट सेकेन्डरी मार्केटबाट किन्न पनि सक्नुहुन्छ। प्रति वर्ष तपाईले प्रतिफल दिनेछ। नयाँ खालको आइपिओ भएको कारणले, नयाँ खालको म्युचुअल फन्ड भएको कारणले यही सजेसन दिन्छु कि यो आइपिओ नभर्दा उपयुक्त हुन्छ। अझै नयाँ धेरै राम्रो आइपिओ आउन लागेका छन्। सो त्यसको लागि तयार बस्नु होला। धन्यवाद। यो भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला।